अन्त भाइ हो दाजु भन न। आज पनि त्यस्तै बाख्रा पायो भने त राम्रो हुन्छ जस्तो लाग्दैछ। सुन न अस्ति तिमीलाई मैले भन्नु बिर्सेछु त्यो चाहिँ जुन चाहिँ बार थिएन हामीले त्यसमा चाहिँ माल निकै धेरै छ हो। कोही मैले राखिदिरहेको छु नि हो। कोही मेरो भाग अब तिम्रो भाग त मै अब आफूलाई चाहिरहेको छ। म तिमीलाई तिम्रो कसो दिनु हौ। म चाहिँ तिम्रो भाग चाहिँ अब मैले बाइक किन्छु भनेर सोचिरहेको छु। त्यस्तो चाहिँ नमाग्दिनँ न प्लिज दा। बरु आज पनि भेट्छ होला लाग्दिउँ होला गब्लु गोलाइतिर होइन। लाग्दिउँ न त आज पनि भेट्यो भने चाहिँ नि साँच्ची भनेको आज भेट्यो भने त फेरि आज बराबर यो हल्का तल्ला तुने नि मैले अब गएर तप्पै भनिदिन्छु म। अस्ति हेर न मेरो भाइलाई त तिमीले लुटपाट गरेर घरमा तिमीले ल्याइदिएको थियौ नि। अहिले सिलगढी आनन्द हस्पिटलमा मैले एडमिट गरिरहेको छु। त्यसले त्यहाँ नि हुँदैन भन्दैछ तिनीले। त्यो केटाहरू को तिमी चिन्छौ? चिन्छु नि दा चिन्छु। त्यसको त म आँखामै त्यसको क्या जेरेक्स गरेर राखिरहेको छु। चिन्छु नि के भन्छ त्यसलाई। हेलो मरे के हो गुगु गनाइस् त अन्त के छ खबर? ताता तपाईँको तमान लुट्ने केटाहरू मैले थाहा पाएको छु। कहाँ छ त्यो? मलाई भन कि त कहाँनिर छ त्यो? कहाँ छ अर्को मान्छे लुट्नु तिनीहरू तप्छु तँलाई दो त। अब म त्यसलाई ढिँडो खाएको ताकत देखाइदिन्छु। म पनि जान्छु। मलाई राम्रो तङ्गल त्योहरूले हट्नु देख्दैन कि एक लात्ता हानिकन आउँछु म। भैया जी हम आपको ना हमारा गांव बहुत बढ़िया है। हाँ इधर प्लेग्राउंड है एक और बहुत अच्छा जगह है और हम आपको घुमाएंगे है कि नहीं भैया? हमारा गांव बहुत बढ़िया है ठीक है। आपको हम पूरा घुमाएंगे ऊपर से नीचे तक घुमाएंगे ठीक है। हम घुम्ने के लिए आए। ठीक है तो हम घुमाएंगे क्यों नहीं। एकछिन यहाँ त बोला तिमीले म कि आज पनि यसलाई बाख्रा बनाइदिनु है। बाख्रा होइन यसलाई बोका बनाउनु पर्छ। हो र साथी के नेपालीहरू त थाहा छैन होला नि यसलाई त होइन। भैया आपको नेपाली आता है? नहीं नहीं आता मैं। हाँ तो बहुत अच्छा घुमाएंगे ठीक है। चलिए 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 चलो मेरो दोस्त। यही होता यो यहीहरू हो आपको यो अर्को म। भैया आपको हम अच्छा से घुमाएंगे ठीक है। के गर्नु खोजेको तपाईँले? ओ चिन्छ यसलाई? भाइ लुट्ने के गर्नु खोजेको? लुट्ने अस्ति सालाले लुट्नुभन्दा अगाडि 1000 पल्ट सोध्छ अन्त मात्र लुट्छ सालाले। हिँड अगाडि बत्ला लिए त होला कस्तो तति गर्नु नि दिँदैन हौ। अब त आनन्दले तति गल्छु म। तति गर्नु नि दिँदैन अब त आनन्दले तति गल्छु म। कुट पारेछु आइसुले हेर्केछौ त हामीले अब त्यस्तो काम गर्नु हुँदैन। त्यो मान्छे नेपाली पो रहेछ त हो है। चाइनिज भनेको त बोल्दैन। नेपाली पो रहेछ नि हो। अब कहाँ जानु त? गाडी रिजर्भ गर्दैन हौ मलाई सिकेकै भए पनि। हामी चाहिँ थाहा सबैलाई नमस्ते नमस्ते। अनि विशेष गरी तपाईँहरूले हेरिरहनु भएको छ हाम्रो च्यानललाई अनि सपोर्ट गरिरहनु भएको छ। विशेष गरी आज यो भिडियो बनाउनुको कारण चाहिँ के थियो? हामीले पहिलो दोस्रो तेस्रो गर्दै यो पार्टलाई किन बनायौँ भन्दाखेरि चाहिँ विशेष गरी हाम्रो क्षेत्रको दाजुभाइ दिदीबहिनीहरू चाहिँ जब विभिन्न ठाउँहरूमा गएर कामहरू गर्छ
त्यतिखेर चाहिँ उसको अनुहारलाई हेरेर उसको चेहरालाई हेरेर चाहिँ कालेलाई यो यहाँबाट आएको, गोरेलाई आँखा चिम्से हुनेलाई यो यहाँबाट आएको त्यहाँबाट आएको भनेर धेरै उहाँहरूलाई समस्याहरूमा पर्ने गर्दछ। र त्यसै कारणले चाहिँ हामी धेरै बाठे भएर त होइन, तर हामीले एउटा सानो यो भिडियो बनाएको कारण चाहिँ यो सोसियल मेसेज गएको होस् भनेर हामीले यो भिडियो लिएर आएका छौँ। हुन त हाम्रो धेरै गल्ती भयो होला, अब हामीले यो पहिलोचोटि हो हामीलाई कुनै अनुभवहरू छैन, हामी अनुभव बटुलेर नै काम गर्न गइरहेको छौँ। र आउने दिनहरूमा तपाईँहरूले यदि हामीलाई सपोर्ट गर्नुभयो भने हामी अझै राम्रो भिडियोहरू, अझै राम्रा भिडियोहरू तपाईँहरूको माझमा लिएर आउनेछौँ। र सबैलाई फेरि पनि नमस्ते। नमस्ते।